यो दृश्य हो स्याङ्जाको फेदीखोला गाउँपालिकाको। स्याङ्जामा पहिलो पटक आयोजना भएको छ यस्तो मेला, जसले किसानको आम्दानी मात्र होइन स्वास्थ्य, कृषि र स्थानीय अर्थतन्त्रलाई समेत जोड्ने प्रयास गरेको छ। फेदीखोला गाउँपालिकाले पहिलो पटक आयोजना गरेको मौरी तथा मह मेलाले स्थानीय महको उत्पादन, बजारीकरण र स्वास्थ्यसँग यसको सम्बन्धलाई नयाँ ढङ्गले उजागर गरेको छ। मौरी पालनलाई परम्परागत अभ्यासबाट व्यावसायिक पेसाका रूपमा विकास गर्ने उद्देश्य सहित आयोजना गरिएको मेलामा कृषि सम्बन्धी अन्तर्क्रिया, उत्कृष्ट मौरी पालक किसान सम्मान तथा महसँग सम्बन्धित विभिन्न कार्यक्रम समावेश गरिएका थिए। मेला केवल महको प्रदर्शनमा सीमित छैन, यसले किसानहरूबीच अनुभव आदान प्रदान, नयाँ प्रविधिको जानकारी र बजार पहुँच विस्तार गर्ने अवसर समेत दिएको छ। मौरी पालनलाई सानो लगानीबाट सुरु गरेर छोटो समयमै राम्रो आम्दानी लिन सकिने व्यवसायका रूपमा हेरिएको छ। हाम्रा 2वटा आइपिएम कृषक पाठशालाहरू सञ्चालन छन्। त्यसमा करिब 120 जना किसानहरू हुनुहुन्छ। उहाँहरू किसानलाई गुरु किसान बनाउने यो अभियानमा हामी जुटिरहेका थियौँ। त्यस अन्तर्गत पालिकाले हामी विगतदेखि नै तपाईँको व्यवसाय किसान छनौट गरेर प्रत्येक किसानलाई 25वटा घारको दरले मौरी उत्पादन र यसको प्रवर्धनात्मक गर्ने, जैव विविधता संरक्षण गर्ने त्यो अभियानमा लागेको कारणले गर्दा पनि यसलाई एउटा स्थानीय सरकारले ओन गरेर स्थानीय उत्पादनलाई नै जोडेर लाग्नुपर्छ र सबै यो मौरीमा अलि विशेष कार्यक्रम लिएर जानुपर्छ भनेर हामीले स्थानीय मौरी दिवसको रूपमा यसलाई मनाइरहेका छौँ। यसमा हाम्रो फेदीखोला गाउँपालिकामा एउटा अन्य बालीहरूमा पराग सेचनमा चाहिँ मौरीको कारणले धेरै सहयोग हुने रहेछ। अर्को कुरा भनेको आय आर्जन 6 महिनामै किसानले तत्कालै आफ्नो गरेको लगानीको चाहिँ आम्दानी प्राप्त गर्न सक्ने। त्यसपछि यो लगायत धेरै कुराहरू, मान्छेले विषादीको कम प्रयोग गर्ने, जैविक खेती प्रणालीमा जाँदाखेरि अर्ग्यानिक खानेकुराहरू चाहिँ प्राप्त गर्ने, यो लगायत यसको कारणले गर्दा धेरै कुराहरू चाहिँ हामीले यसलाई फोकस गरिरहेका छौँ। बजार एकदम खोसाखोस छ, एकदम राम्रो छ। हामीले पुर्याउनै सकिरहेको छैनौँ, पुर्याउनै सकिरहेको अवस्था छैन। त्यस कारणले गर्दाखेरि यसको अहिलेको बिजनेसमा चाहिँ धेरै राम्रो छ। मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले कृषि पेसालाई मर्यादित बनाउन गण्डकी सरकारले योजना अगाडि बढाएको बताए। त्यस्तै युवाहरूलाई गाउँमा फर्केर कृषि पेसाप्रति आकर्षण गर्न रिटर्न टु भिलेज कार्यक्रम ल्याउने तयारी गरिएको मन्त्री कार्कीको भनाइ छ। कृषि क्षेत्रलाई मर्यादित पेसाका रूपमा अगाडि बढाउनका निम्ति अहिले गण्डकी प्रदेशको सरकारले रिटर्न टु भिलेज कार्यक्रमलाई अगाडि बढाएको छ। रिटर्न टु भिलेज कार्यक्रम भनेको के हो? रिटर्न टु भिलेज कार्यक्रम भनेको सहरमा बसेका युवाहरू, सहरमा बसेका युवतीहरू, विदेशमा भएका युवाहरू जो घर फर्केर गाउँमा फर्केर कृषि पेसा गर्न चाहन्छन्, कृषि पेसा गर्ने युवाहरूलाई आफ्नो प्रोजेक्ट अनुसार ब्याङ्कबाट लोन लिनुहुन्छ। ब्याङ्कले उहाँलाई लोन प्रवाह गर्छ र हामीले भनेका छौँ न्यूनतम पनि गण्डकी प्रदेश सरकारले त्यसरी सहरमा बसेका, विदेशमा बसेका युवाहरू गाउँ आएर कृषि कर्ममा अगाडि बढ्नुहुन्छ भने उहाँले लिएको लोनको ब्याज अघिल्लो वर्ष पूर्ण, दोस्रो वर्ष केही प्रतिशत र तेस्रो वर्ष 50%सम्म गण्डकी प्रदेश सरकारले सिधै ब्याङ्कमा तिर्दिने गरी हामीले व्यवस्थापन मिलाएका छौँ। यसले कृषि पेसालाई मर्यादित पेसाका रूपमा चाहिँ अगाडि बढाउनका निम्ति हामीले यो वर्षबाट यो कार्यक्रमलाई चाहिँ हामीले अगाडि बढाएका छौँ। मह स्वास्थ्यको लागि लाभदायक मानिन्छ, त्यसैले यसको भाग स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म बढ्दो छ। यही सम्भावनालाई देखेर पछिल्लो समय धेरै किसान मौरी पालनतर्फ आकर्षित हुन थालेका छन्। छोटो समयमै राम्रो आम्दानी लिन सकिने भएपछि किसानहरू पनि उत्साहित देखिन्छन्। यो मौरी पालनबाट एकदम आम्दानी नै राम्रो लिएको छु। अनि वर्षमा 4 चोटिसम्म काट्न मिल्छ। अनि 4 चोटिसम्म मह निकाल्दाखेरि लगभग 1 लटमा 1 लाख जतिको मह निकाल्न सकिन्छ। 4 लाख त महबाट नै आउँछ वर्षमा भने 4 लाखको घार बेचेर वर्षमा लगभग 8 लाख आम्दानी गर्न सकिन्छ। त्यही भएर एकदम सन्तुष्टि छु। पालिकाले कतिको सहयोग गरेछ? पालिकाले त हामीलाई पालिकाले नै सहयोग गरेर नै यो कार्यक्रम सुरु गरेर नै हामीले मौरी व्यवसाय गरेको हो। यो गण्डकी प्रदेश र पालिकाको समन्वयमा गरेको कार्यक्रम हो। पहिला हामीलाई 25 घार पालिकाको सहयोगबाट 25 घार ल्याएको हो। अहिले मेरो घरमा 25 घारको ठ्याक्क 40 घार भछ फोरेर बनाउँदा। मह पनि त्यसरी नै निकालिएछ। अनि घार पनि लगभग
15 घर 20 घर जति बेचिसकेँ। सन्तुष्ट हुनुहुन्छ? एकदम सन्तुष्टि छ। यति हो। नयाँ चाहिँ सुरु गर्नेहरू हुनुहुन्छ नि उहाँहरूलाई चाहिँ अब उहाँहरूलाई पनि नयाँ सुरुवात गर्दा मौरी त्यत्तिकै राखेर हुँदैन, एकदम व्यवस्थापन राम्रो गरेर अनि यो मौरीको स्याहार सुसार राम्रो गरेर अनि हेर्न सकियो भने यो चाहिँ आम्दानीको एकदम राम्रो स्रोत हो। त्यही भएर मौरीको राम्रोसँग स्याहार सुसार गर्नुहोस्, मौरी पाल्नुहोस्, आम्दानी लिनुहोस्, घरमै बसेर आफ्नो व्यवसाय सुरु गरेर कतै पनि कोही पनि कतै नगइकन गाउँघरमै बसेर आफ्नो व्यवसाय सुरु गर्नुहोस् भन्न चाहन्छु। फेदीखोलामा आयोजित यो मह मेलाले स्थानीय उत्पादनको पहिचान बढाउनुका साथै गुणस्तरीय महको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। साथै परम्परागत खेतीबाट व्यावसायिक कृषि प्रणालीतर्फ अघि बढ्नुपर्ने सन्देश पनि दिएको छ। किसानलाई सिप र प्रविधिसँग जोडेर व्यावसायिक बनाउन गाउँपालिकाले तालिम, गोष्ठी र यस्ता मेलालाई निरन्तरता दिइरहेको बताउँछन् प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल। सम्पूर्ण कृषकहरूलाई चाहिँ उत्प्रेरित गर्दै उनीहरूको लाई उत्पादकत्व वृद्धि गर्ने र उसको बजारीकरणको व्यवस्थापन गर्नलाई चाहिँ हामीले यस्ता विभिन्न क्रियाकलापहरू सञ्चालन गर्न सकियो भने उहाँहरूले उत्पादन गरेको एउटा बजारीकरणको उचित व्यवस्थापन हुन्छ भन्ने उद्देश्यका साथ आज चाहिँ हामी यो मौरी को चाहिँ महोत्सव चाहिँ सुरुवात गरेका चाहिँ छौँ। कृषकहरू असाध्यै खुसी हुनुभएको चाहिँ छ। पालिकाले हामीलाई यो मौरीको उत्पादन र उत्पादकत्व वृद्धि गर्नको चाहिँ हरेक क्षेत्रमा चाहिँ सहयोग गरेको चाहिँ छ। पालिकाप्रति चाहिँ एकदमै खुसी छौँ भनेर उहाँले व्यक्त गरिरहेको चाहिँ अवस्था पनि छ। जस्तै नयाँ कृषकहरू हुनुहुन्छ जुन चाहिँ मौरी पालनमा अलिकति रुचि राख्नुहुन्छ, उहाँहरू सुरुवाती अवस्थामा चाहिँ के गर्नुपर्छ यसमा लाग्न ठिक छ कि छैन भन्ने? अब सबभन्दा यो मौरी पाल्नको लागि चाहिँ उसमा कृषकमा सिपै हुनुपर्ने रहेछ। त्यो सिप भयो भने मौरी पालन व्यवसाय राम्रो हुने, सिप भएन भने त्यो अलि बढी जोखिम हुने पनि भएको हिसाब किताबले पालिकाले उहाँहरूलाई सिपयुक्त बनाएर मात्र चाहिँ तपाईँको व्यवसाय सञ्चालन गरौँ भन्ने हिसाब किताबले विभिन्न खालका तालिमहरू दिने लगायतको विषयहरू चाहिँ पालिकाले गरेको चाहिँ छ। गाउँपालिकाले चाहिँ कृषकहरूलाई प्रोत्साहन गर्नको लागि कस्तो खालको कार्यक्रमहरू चाहिँ? अब गाउँपालिकाले उहाँहरूलाई तालिम दिने कुरा चाहिँ अनि त्यसपछि 50%मा चाहिँ घर उपलब्ध गराउने कुरा, मौरी उपलब्ध गराउने कुरा, त्यो मौरीबाट उत्पादन भएको महको व्यवस्थापन र बिक्री वितरण सहजीकरण गर्ने कुरा र त्यो मौरीको लागि मह उत्पादनको लागि विभिन्न खालका फुलका बिरुवाहरू चाहिँ निःशुल्क उपलब्ध गर्ने कुरा, त्यसको व्यवस्थापकीय पाटो चाहिँ सबै पालिकाले गरेको चाहिँ छ। मिठो स्वाद मात्र होइन, समृद्धिको आधार पनि बन्दै गएको छ मह। स्याङ्जाको फेदीखोलाबाट सुरु भएको यो अभियानले स्थानीय उत्पादनलाई बजारसँग जोड्दै किसानलाई आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ। सानो लगानी, ठूलो सम्भावना र स्वास्थ्य जीवनको सन्देश बोकेको यो मौरी तथा मह मेलाले कृषि क्षेत्रमा नयाँ आशा जगाएको छ।